हेलो साथीहरू, हजुरको बेबीलाई कुन ओइल युज गर्नुहुन्छ? म चाहिँ एक्स्ट्रा भर्जिन कोकोनट ओइल युज गर्छु। आमा भइसकेपछि म चाहिँ मेरो अनुभवहरू हजुरहरूसँग सेयर गर्न गइरहेको छु। सबै आमाहरूलाई लाग्छ कि आफ्नो बच्चा स्वस्थ र बलियो होस्। यसको लागि त बेबीलाई मसाजको पनि आवश्यकता पर्यो होइन साथीहरू? हजुरहरूलाई पक्कै पनि थाहा नै छ, बच्चाहरूको वृद्धि विकासको लागि मसाज चाहिँ एकदम जरुरी छ। यो तेलमा चाहिँ केही केमिकल मिक्स नभएकोले हेल्थको लागि एकदम राम्रो छ। यो चाहिँ बच्चाको हड्डी र मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ र साथै छालालाई शीतल, सुक्खा, नरम बनाई घमाउराहरू, एलर्जी, चिलाउने, जलन हुने जस्ता समस्याहरू भने हुँदैन। म ढुक्कसँग भन्न सक्छु कि मेरो बच्चाको लागि यही नै बेस्ट हो। हजुरहरूले यसरी मसाज गर्दै जानुभयो भने बेबीको ग्रोथ पनि बढ्दै जान्छ र बेबीहरू हेल्दी स्ट्रङ पनि हुन्छ। हजुरहरूले हजुरको बेबीलाई चाहिँ एकदम टाइम दिनुहोला। यो तेलले चाहिँ अरू तेलहरू लगाएको जस्तो शरीरमा च्यापच्याप नहुने भएकोले र फोहोरहरू पनि चाँडो टिप्दैन र एलर्जी हुनेहरू समस्याहरू नै हुँदैन। हजुरहरू पनि कुन ओइल युज गर्नुहुन्छ र कुन तरिकाले मसाज गर्नुहुन्छ तल कमेन्टमा लेख्नुहोला, आफ्नो प्रतिक्रिया दिनुहोला। मेरो छोरीलाई चाहिँ यति मालिस गरिसकेपछि चाहिँ मेरो बेबी चाहिँ यति क्युट देख्छ नि होइन, अनि त्यसपछि एकदम आनन्दले निदाउँछ होइन। बाई साथीहरू, आजको लागि यति नै। हेरेर साथ दिनुभएकोमा धन्यवाद।